वरिपरिका ससुरालीका दाजुभाइ यताउता पनि आएर बसिसक्नु भएको रहेछ कि अब हुनै सक्दैन, सपना पनि देख्दैन। मैले मेरो श्रीमतीलाई झ्याप्पै समातेर काँधमा हालेर, मेरो श्रीमती 75 किलोको श्रीमती घटेर जम्मा 30 किलोको भइसकेको थियो। मैले काँधमा लिएर मैले मेरो श्रीमतीको नाम सावित्री हो, सावित्री 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 भनेर मैले यस्तो गरेँ, के गरेँ तिमीले, के गर्यो खोइ 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 भन्दाखेरि मेरो श्रीमतीले यस्तो आँखा हेऱ्यो, के गरेँ तिमीले भनेर मैले काँधमा हालेर त्यो मेरो श्रीमतीको ल्याङ फ्याङ छ अपरेसनै, तैपनि मैले ढोकासम्म पुर्याउँदाखेरि के भयो, अब मेरो श्रीमती बाँच्छ अलिकति पानी ल्याऊ, अलिकति मेरो श्रीमती प्रेसर लो भयो होला, सबै ऊ भयो होला, केही न केही मैले नुनको पानी झोल यसरी खुवाएँ, त्यसपछि अलिकति मिठाई घोलेर त्यसको झोल यहाँ खुवाएँ। प्रेसर लो भएको भए नुन पानीले अलिकति प्रेसर बढ्यो होला, सुगर लो भएको भए त्यो मिठाईको झोलले अलिकति बढ्यो होला, त्यसपछि मैले बचाएँ मेरो श्रीमतीलाई। मलाई के गर्नुपर्छ कसो गर्नुपर्छ मलाई थाहा थियो। त्यसपछि मैले अलिकति अब ठिक भयो काखमा ल्याएर मैले चाहिँ मेरो श्रीमती अब आँखा हेऱ्यो, अब हुन्छ, अब तपाईँहरू नतर्सिनुहोस् प्लिज, मलाई यो तपाईँले केही प्लिज मलाई यो तपाईँले केही नभन्नुहोस्, बस्नुहोस् उहाँलाई राखेर मैले त्यसपछि अलिकति जाउलो जस्तो चम्चाले मुखमा यस्तरी हालेपछि यो निल मेरो लागि निल, छोराको लागि निल प्लिज भनेर मेरो श्रीमतीले मैले राख्यो। त्यसपछि मैले मेरो श्रीमतीलाई औषधि बेलुका खुवाएर यसरी गरेर आँखा हेऱ्यो, मलाई छोडेर जाने छुट छैन तिमीलाई, मलाई लाँदाखेरि छोरालाई पनि लैजाऊ, मलाई पनि लैजाऊ, नभए तिमीले जाने छुट छैन। धेरै मैले भगवान्सँग प्रार्थना गरेर दुख बालेर मेरो श्रीमतीलाई बचाएँ।